हेलो गाइज, नमस्ते एभ्रिवान। म चाहिँ अहिले धादिङ बेसीबाट हैन, यो पुछर बजार पुल हो। अहिले धादिङ बेसीबाट गाउँतर्फ यता जाँदैछु। अबाउट म 50 किलोमिटर चाहिँ मेरो आज यात्रा हुन्छ, 50 किलोमिटरको। गाउँको बाटो एकदम हिलो छ, माटो छ होइन, धुलो छ, ढुङ्गा छ क्या, पुरै खाल्डो छ बाटो। सब बिस्तारै जानुपर्छ जे होस्। त्यो त डिस्टेन्सको आधारमा त त्यति लाग्ने होइन, तर पनि बाटो डाँडा भएको कारणले त्यति लाग्ने अवस्था छ। हेर्नु है गाइज, हेर्दै गर्नु होला। जस्ट म चाहिँ धादिङ यो उत्तर बजारबाट अहिले राइट साइडबाट सलेन्डार जाने बाटोबाट चाहिँ म अगाडि बढिसकेँ। फेरि पनि वेलकम। यो चाहिँ म अहिले ठ्याक्कै हाम्रो धादिङको चाहिँ निर्मल नगरपालिका वार्ड नम्बर एक्ज्याक्टली मलाई थाहा भएन, तर यो सल्लाहघारी भन्ने चाहिँ हाम्रो यहाँ लोकल नेम हो यो यहाँको होइन। यहाँ चाहिँ हजुरको एकदम यो तपाईँको त यो विशेष गरी यहाँ चाहिँ बिदाको दिन अन्त होलिडे होइन, होलिडेको दिन चाहिँ हाम्रो बिदाको दिन चाहिँ हाम्रो बजारदेखि मान्छेहरू यहाँ घुम्न आउने गर्छन्। यहाँ लगभग माथि डाँडामा चाहिँ पार्क अब अलिकति बस्ने अब व्यवस्था पनि गरेको छ। पार्क साग यसो रमाउने पिकनिक स्पोट जस्तै छ यो। अनि यो चाहिँ एकदम राम्रो ठाउँ छ। हेर्नु सल्लाहघारी भन्नेलाई होइन, बाटो पनि। हेलो गाइज, वेलकम ब्याक एगेन मेरो युट्युब च्यानलमा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। अहिले भने म चाहिँ ठ्याक्कै एक्ज्याक्ट लोकेसन भन्नुपर्दा म निर्मल नगरपालिकाको र त्रिपुरेश्वर गाउँपालिकाको सिमाना रहेको हाम्रो धादिङको टारीबेसी भन्ने ठाउँ आइपुगिसकेको छु। हेर्नु होला, यो टारीबेसी बजार हो है, यो टारीबेसी हो। अब यहाँबाट हामी सलेन्डार जाने बाटो हो यो चाहिँ खास स्पेसल फर सलेन्डार होइन। यहाँबाट बुढाथुम, बसेरी, त्यसपछि गङ्गा जमुना, फुलखर्क, अनि उता गएर धादिङ आरुघाट, गोर्खाबारीको आरुघाट सबैतिर चाहिँ गइन्छ। यहाँ यही बाटो जाने हो होइन। धादिङबाट एकदम सर्टकट वे भनेको यो हो। काठमाडौँबाट आउँदा तपाईँहरू राजधानी काठमाडौँबाट आउँदा पनि तपाईँहरू आउट गर्दाखेरि यही बाटो एकदम सर्टकट हुन्छ। हजुरहरू सबैको लागि जानकारी गराउन चाहन्छु। र अर्को कुरा के हो भने यो यहाँ चाहिँ स्पेसल फर लोकल माछा होइन, लोकल माछाको लागि चाहिँ एकदम यो ठाउँ स्पेसल हो। ल हेर्नु होला, यहाँ चाहिँ माछा लोकल माछा एकदम पाइन्छ। ल यो चाहिँ तपाईँको आफू खोला है, हाम्रो गणेश हिमालको फेदबाट चाहिँ बगेको आफू खोला। यो आफू खोला पुल हो यो होइन। यो चाहिँ आफू खोला तपाईँ देख्न सक्नुहुनेछ। आफू खोला यो पुल कटेपछि चाहिँ अब सुरु हुन्छ हाम्रो त्रिपुरा सुन्दरी गाउँपालिका। माथि एउटा त्रिपुरा सुन्दरीमा हाम्रो एकदम धादिङको अलिकति भनौँ न, अलिकति धादिङको चाहिँ धार्मिक आस्था रहेको स्थान त्रिपुरा सुन्दरी माईको मन्दिर पनि यहाँ रहेको छ, यहाँ माथि रहेको छ। त्यही भएर चाहिँ यो गाउँपालिकाको नाम त्रिपुरा सुन्दरी गाउँपालिका नामाकरण गरिएको छ। यो चाहिँ सलेन्डार जाने बाटो हो। माथि यो सलेन्डार पुग्छ, यहाँबाट पिच बाटो छ यो। तर यहाँबाट चाहिँ म अब मगर डाँडा भन्ने यहाँबाट ट्याक्कै अलिक पर गएपछि मगर डाँडा पुग्छ, हाम्रो गाउँको बसाइ नै हुन्छ। अब यहाँबाट चाहिँ उता सिधा गयो भने म उता खरे पुग्छु होइन, खरे बजार पुग्छु। बट मैले यहाँ टर्निङ लेफ्ट टर्न लिएँ। यो चाहिँ म यहाँबाट चाहिँ माथि आइजिलो बेरुङ पुग्छु। खान्छ मजाउ है, ल थ्याङ्क यू। बाटो चाहिँ दामी बनाएको छ। ल यस्तो हेर्नु, कालो बिछ्याउँदै अनि ढुङ्गा हाल्दै, कालो बिछ्याउँदै ढुङ्गा हाल्दै गइरहेको छ। यस्तो दामी बाटो बनाएको छ। ल वा, अनि अब त्यसले पेल्ने होला होइन। वा क्या खतरा बाटो बनाएको छ गाज यार। ल यार दामी यार, ल दामी। अब यही बाटो हिँड्नुपर्छ अबदेखि यार प्रायः म यार। ल तलसम्म पिच झरे बाटो यसपालि होइन। ल दाइ थ्याङ्क यू बाटो थ्याङ्क यू दाइ। ल खतरा बाटो बनाएको छ र यार, ड्राइभरले बाटो बनाइरहेको छ होइन। सक्नुहुन्छ यो त्रिपुरा सुन्दरी मन्दिर, त्रिपुरा सुन्दरी गाउँपालिका वार्ड नम्बर 4 त्रिपुरा सुन्दरी माई मन्दिर जाने मुख्य द्वार हो यो। ल यो चाहिँ टोटल्ली यो धाप बजार हो यो। ल यहाँ चाहिँ बजार भइसकेको छ। यहाँ एसबिआई ब्याङ्क पनि छ होइन। हेर्नुहोस् है, एसबिआई ब्याङ्क यहाँ चाहिँ बजारै भइसकेको छ। घर पनि पक्की घर बनाइरहेको छ होइन। ल यहाँबाट चाहिँ म पालिका पुग्न लागेको छु यहाँबाट। बाटो चाहिँ गाई एकदम कम्प्लिकेटेड। अब बाटो चाहिँ एकदम खराब बाटो भयो। अब मेरो चाहिँ बाटो एकदम अफरोडमा पनि लास्टै अफरोड बाटो छ। अब आउँछ मेरो पोखरा नमुना बस्ती।
मजा आइरहेको छ यार राइड हान्न पनि यस्तो ठाउँमा यार ल बाटो हेर्नु बाटो क्या खतरा बाटो छ आई पोखरा गाउँ होइन ल दामी बाँस काटिरहनु भएको ल दामी एकदमै दामी रमाइलो गाउँ यार यो चाहिँ ल दामी यस्तो दामी ठाउँ यार ल छोटो तर मिठो राम्रो क्या ल त्यो तामाङ घरको हो ल क्या मजा आयो यार कस्टम यार मलाई एकदम मजा आयो यसो हिँडिरहनु पाएँ क्या मजा आउँथ्यो यार टोटो गढे यार एकदम मजा आइरहेको थियो यार ल हेर्नु नि डाँडामा टावर छ होइन ल हेर्नु कस्तो दामी यार बाटो चाहिँ यहाँ तपाईँ दामी छ अब चाहिँ अब चाहिँ अलिकति टफ फेरि आउँछ है गाइस वाह क्या दामी वाह 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 लो दामी हेलो नानी बाबुहरू के छ स्कुलबाट आउनुभयो ल यो गाउँ चाहिँ तिम्रो गाउँ एकदमै सुन्दर रमणीय गाउँ अङ्कल गोरुले हान्छ हामी होला नि है ल हामी ओइ बाबु केही नगरी हाल्छ मलाई ल यहाँ चाहिँ नानी बाबुहरू स्कुल छुट्टी हुने बेला भएको छ एकदमै झन् रमाइलो ठाउँमा एकदम रमाइलो देखिरहेको छ हेलो हेलो के छ ल अहिलेको बुढा पुरै फरवर्ड छ नि अब यिनीहरू बुझिसक्यो क्या मैले भ्लग गर्दैछु हेर के भएर अनि हाला गएर आएको छ साथ होइन क्या मजा आइरहेको छ क्या हेर्नु यस्तो दामी आएर है ल हेर्नु चिमचोक भाइ ऊ त्यो पारिपट्टि गाउँ के हो ऊ त्यो पारिको गाउँको नाम के हो लताप लताप ल त्यो पारिको गाउँ चाहिँ लताप भन्ने गाउँ रहेछ होइन ल गाउँ बस्ती चाहिँ एकदमै सफा राम्रो होइन नमुना बस्ती फोहोर पनि छैन होइन यस्तो दामी छ यो ठाउँ है बाटो क्या दामी यार चल्दै पुऱ्याइ यात्रीहरूको पहिला चाहिँ यहाँ पैदल यात्रीहरूको सहजताको लागि यहाँ एउटा धोलङ्गी पुल पनि निर्माण गरेको रहेछ होइन ल हेर्नु यस्तो दामी है ल यार यस्तो दामी बाटो बनाएर यहाँनिर चाहिँ एउटा पक्की पुल हल्लाइरहेको छ क्या ल हेर्नु न है बाटो बनाइरहेको छ हेर्नु यहाँ म तार्छु ल यहाँ चाहिँ पक्की पुल बनाइरहेको छ ल हेर्नु है यहाँ दामी ल सिङ्गलको तान्डु गाई जस्तो नि त डबल चाहिँ अलिक गाह्रो हुन्छ क्या यसमा ल त्यो दामी छ यार ल यस्तो मजा आउँछ यस्तो बाटो यार गाई अब म हल्का मुखसुख धुन्छु होइन हल्का मुखसुख धोएर फेरि अब चट्ट कपाल मिलाएर होइन ल हल्का मुखसुख धोएर कपाल मिलाएर यहाँ लोर्के बन्नु पऱ्यो नि गाई लोर्के 17 वर्ष लोर्के बन्नु पऱ्यो नि यार होइन ल पानी चाहिँ खानु पर्छ चिसो पानी छ होइन मैं गड यार वाटर चिसो यार ला चिसो यार पानी चाहिँ यार ल ल ल ल ल ओयो ओयो बाटो छैन क्या हो दाइ ला यहाँ त बाटो बनाइरहनु भएको रहेछ अब म एकछिन यहाँ बाटो बनाउँछु त्यसरी नै त जान्छु अगाडि
र तपाईँहरूले एकदम दामी बाटो बनाउनु भएको छ होइन तपाईँहरूलाई विशेष धन्यवाद यो हाम्रो पालिकाबाट हो है वडाबाट कि पालिकाबाट पालिकाको बाटो चाहिँ दामी छ क्या यस्तो यो 1 फिट होला यो त है कुनै ठाउँमा त 1 फिट नि बढी छ यो तपाईँको यहाँ त टिफरै हिँड्ने पनि यो बाटो मात्रै जान्छ यो बाटो ढलान गरे भन्दा चर्को बाटो छ यो बाटो बलियो छ क्या अहिले चाहिँ राम्रो छ क्या बाटो माथि पनि मैले सबैतिर हेर्छु दामी छ बाटो यार ल तपाईँले एकदम दामी बाटो बनाउनु भएछ धन्यवाद हेलो हेलो लासो नमस्ते के छ छोरीहरू सन्चै तपाईँको नाम के हो भनिदिनुहोस् अपेक्षा अपेक्षा तपाईँको मार्मिका तपाईँको आयुष्मा तपाईँको हजुर थर्तिराज ल ठिक छ ल अब स्कुल अब सकियो खाजा खानुभयो आज के खानुभयो खाजा के खानुभयो समोसा ल ठिक छ ल ल बाई बाई ल यहाँ भर्खर नानीहरू यहाँ छोरीहरूसँग यसो गफ गरेको होइन यहाँ माथि लपाल गाउँको नानीहरू छोरीहरू रहेछ अविरल तपाईँ अविरल होइन ल हाम्रो त यहाँ एकजना हाम्रो वज्र राइडर्स होइन यहाँ हेर्नु तपाईँले देख्नु सक्नुहुन्छ वज्र होइन यो साइकल मेरो पछाडि ल्याउनु भएको साइकल रहेछ ल ठिक छ तपाईँको नाम के हो के भएर खान्छ अविरल है भन्छ ल ठिक छ ल राम्रोसँग चलाउनु ल हस् थ्याङ्क यू ल म चाहिँ यस्तो दामी यो चाहिँ धुसिनी गाउँ हो ल त्यहाँ मजा आइरहेको छ यार बाटो त्यस्तै गाउँ त्यस्तै यस्तो मजा आइरहेको छ ल यहाँ दिदी स्कुटी सिधै हुनुहुन्छ यहाँ स्कुटी सिधै हुनुहुन्छ रहेछ बिस्तारै होइन ल मजा आइरहेको छ पुरा यस्तो झाम्फा लगाइरहेको छ यार यस्तो झाम्फा लगाइरहेको छ बच्चाहरू यार है यो चाहिँ धुसिनी गाउँ हो यो पारीको चावल त्यो तलको धुसिनी गाउँ हेर्नु दामी छ क्या यस्तो रमाइलो गाउँ छ यार यहाँ पनि होइन मैले तपाईँलाई पारीदेखि देखाइरहेको थिएँ नि उहाँ सिन्चोकदेखि देखाइरहेको थिएँ नि हो यही गाउँ त धुसिनी हो ऊ त्यो पारीको चावल होइन र दामी यस्तो मजा आइरहेको छ मलाई कस्तो अझै पनि हिँडिरहन मन लाग्छ क्या बाई गाइस के गर्ने होला म अब मेरो डेस्टिनेसनमा पुग्नु लागिसकेँ अब म अब 15-16-20 मिनटमा म अब 30 मिनटमा चाहिँ म पुग्छु होला तर पनि कस्तो मजा आइरहेको छ कि हिँड्नु मजा आइरहेको छ बाटो चाहिँ यहाँ चाहिँ अलिकति हिँड्नु रहेछ पहिलो यहाँ चाहिँ बाटो निर्माण भइरहेको छ कि यहाँ पनि डोजर ल्याएर आइरहेको छ बिग्रेछ यहाँ मर्मत कार्य भइरहेको रहेछ हेर्नु न यस्तो दामी ल एक्ज्याक्टली म चाहिँ अहिले चावल आइसक्यो यहाँबाट झारी जाने गाडीहरू हो यो सबै बोराङ पनि गाडी जाने गाडी आइरहेको थियो त ल यो पनि चावल ल चावल गाउँ हो यो एकदमै रमाइलो ठाउँ यो माथिको बस्ती अझ जब देख्नु भने होइन एकदमै रमाइलो बस्ती हो यो बाटो यस्तो छ दामी पसलहरू ठुलो घरहरू छ पक्की बिल्डिङहरू पनि छ यहाँ पनि ल क्या मजा आइरहेको छ Yes. बाटो अप्ठ्यारो छ यार ग्यास बोकेर गएर यो चावल गाउँ हो है चावल ल अर्को वही अस्तिको गाउँ त्यहीँबाट हो हेर्नुहोस् गाउँ चाहिँ सफा सुन्दर गाउँ छ 68 ल दामी हेलो अङ्कल नमस्कार सन्चै हुनुहुन्छ हजुर घर कता पऱ्यो 12 जिल्ला हजुर यता के काम आउनुभयो कबाडी टिप्नु अनि यता कता बस्नुहुन्छ तपाईँको मैले भिडियो खिचिरहेको छु है मिल्छ नि मिल्छ तपाईँको घर 12 अनि यता बस्नुहुन्छ अनि यहाँको कबाडीहरू चाहिँ तपाईँले यहाँ सेन्टर कलेक्ट गरेर अनि उता लानुहुन्छ होइन जो ठिक छ काम गरेर अब दुःख गर्नुपर्छ हेर्नु होइन काम गर्नुपर्छ होइन ठगेर खानु भएन चोरेर खानु भएन होइन त हामी नेपालीको त्यही त हो नि ढाँटेर ठगेर चोरेर खानु भएन काम गरेर खाँदा के ठुलो होइन मेरो घर धादिङ बेसी हो म चाहिँ यहाँ अहिले यहाँ उमा यो
किचेत भन्ने ठाउँमा आएको हजुर यता म यता पालिकातिरबाट बाटो पालिकाको बाटो हुँदै आएको म किचमा किचेतमा तपाईँ किचेतिर जानुभयो ए म कचेतसम्म पुग्छु हो कचेत भन्ने चाहिँ कहाँनिर त्यो डाँडामा त्यो बनाइ 2 घन्टा वनमा लाग्छ हो र ए ल ठिक छ नि घर कहिले जानुहुन्छ भर्खर आएको छु हिजो आजदेखि त यहाँ कलेक्सन गर्नु हो र ल ठिक छ ल ठिक छ ल ल ल अङ्कल है ल थ्याङ्क यू पुरा ढलाउने काम भइरहेको छ ल हाम्रो अङ्कलहरू भाइहरूले है हेलो हेलो गाइज के छ गाइजहरू आराम कहाँ हो तपाईँहरू गाउँ ए कहाँ ए तपाईँहरू गाउँ कहाँ हो तपाईँको घर कहाँ हो यता लाइन लगाएर बस्नु यता यता हो नि त म आइरहेको छ नमस्ते नमस्ते अनि मेरो तपाईँको नाम के भनिदिनु हजुर इमान हो कस्तो खतरा नाम या युनिक नेम रहेछ अनि तपाईँको नाम के हो नमस्ते मेरो नाम प्रदीप प्रदीप तपाईँको नाम के भनिदिनु नमस्ते मेरो नाम जोसेफ तामाङ हो तपाईँको नाम के भनिदिनुहोस् नमस्ते रोमन तपाईँको नाम भनिदिनुहोस् नमस्ते मेरो नाम अर्पण तामाङ ल गुड ल तपाईँहरूको भिडियो खिचेको छु मैले है भ्लगमा हालिदिन्छु ल युट्युबमा हालिदिन्छु ल हेर्नु है तपाईँहरूले युट्युब चलाउनुहुन्छ हेर्नुहुन्छ सब्सक्राइब पनि गर्नु ल है सेयर पनि गर्नु ल तपाईँको भिडियो म भरे नै हालिदिन्छु ल हस् तपाईँहरू यहाँ ताजिमाङमा पढ्नुहुन्छ हो ताजिमाङ स्कुलमा हो के नाम स्कुलको समथिङ शीतला देवी है शीतला देवी अस्ति हाम्रो नयाँ म्याम एकजना मिस आउनु भएको छ त्यहाँ हो कल्पना म्याम आउनु भएको छ मिस आउनु भएको छ है हो हामी सँगसँगै हो क्या उता है तपाईँ राम्रोसँग पढ्नु है ल ल यो हेर्नु त्यो भिरको बाटो यस्तो दामी छ एकजना भाइलाई चाहिँ मैले यहाँ पिकअप यहाँ लिफ्ट दिएको छु होइन भाइहरू अरू भाइहरू पछि आउँदैछन् यहाँ चाहिँ म ताजिमाङ आइपुग्छु क्या होइन जान्छ राम्रोसँग है हात है ल बाटो दामी छ हेर्नु है ल हेर्नु यस्तो दामी बाटो छ ल हेर्नु अब म ताजिमाङ आइसकेँ ताजिमाङ भनेको यही हो शीतला देवी आदि आधारभूत विद्यालय कक्षा 8सम्म खै स्कुल हेर्नुहोस् ल यो गाउँ चाहिँ आइपुगिसक्यो यस्तो थपक कमिलो गाउँ एकदम दामी गाउँ राम्रो गाउँ होइन ल हेर्नुहोस् ल दामी 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 राम्रो भयो अब चाहिँ फाइनली म आइपुगिसकेको गाउँ ल ल फाइनली चाहिँ अब गाइस म गाउँ आइपुगिसकेँ होइन त्यही गाउँ हो किचेत ल अब चाहिँ यहाँ ट्याक्क बाइक रोकेर मेरो बसाइ हुन्छ यहाँनिर ल थ्याङ्क यू गाइज थ्याङ्क्स फर वाचिङ म चाहिँ फाइनली गाउँ आइसकेँ होइन अब मेरो यहाँ तेल सेल अफ गर्नु पऱ्यो बाइक साइक यहाँ रेस्ट गरिदिनु पऱ्यो ढल्दो ढल्दैन नि ढल्दैन होला होइन एकदम दामी घर ल यही हो हाम्रो प्रेम सरको घर यही हो ल फाइनली म आइपुगिसकेँ थ्याङ्क यू गाइज सबैजनाले हेरिदिनु भयो धेरै धेरै धन्यवाद माया स्वरूप 1 लाख 1 सेयर फेरि पनि गरिदिनु होला भनेर अनुरोध गर्न चाहन्छु थ्याङ्क यू एमटिभी वज्र भ्लगलाई माया गरिदिनु होला हस् थ्याङ्क यू